ट्रेनिङ गर्यो हैन, ट्रेन गर्यो कुनै आफ्नो मोडललाई ट्रेन गरिसकेपछि टेस्टिङ गर्दाखेरि उसले के गर्छ त अनसिन डेटाहरुलाई ह्यान्डल गर्छ राइट। सो अनसिन डेटालाई ह्यान्डल गर्न सक्ने क्यापेबिलिटी चाहिँ त्यसको के हुनु पर्यो त म्याक्सिमम हुनु पर्यो राइट। वी ट्राई टु म्याक्सिमाइज दिस एज मच एज पोसिबल। सो these are the two of the things that we are really concerned with in machine learning, and we try to minimize the error and then we maximize the performance, ठीक छ। So I will teach you the very first way जसले गर्दा चाहिँ you will understand gradient descent in one shot हैन, but you need to pay focus for at least 10 minutes what I'm trying to say. So अलिकति आइडिया चाहिँ के को हुनु पर्यो भन्दाखेरि अलिकति आइडिया चाहिँ के को हुनु पर्छ डेरिभेटिभको आइडिया हुनु पर्यो, ठीक छ। डेरिभेटिभ भने चाहिँ के हो, कुनै पनि फंक्सनको डेरिभेटिभ हामीले कसरी क्याल्कुलेट गर्छौं हैन, स्लोप भन्ने डेरिभेटिभ हो त हैन। सो बेसिकली कुनै क्वान्टिटी चाहिँ कति फास्टली चेन्ज भइरहेछ, रेट अफ चेन्जलाई हामी के भन्छ त दैट इज डिस्क्राइब बाइ द डिफरेन्सिएसन। भनेपछि तिम्रो सपोज अहिले जस्तै प्राइस हाइक भइरहेछ हैन, गोल्डको प्राइस हाइक भइरहेछ, नम्बर अफ डेज जुन पास भइरहेछ त्यो अनुसारले चाहिँ नम्बर अफ डेज पास हुँदै जान्छ चाहिँ गोल्डको प्राइस कसरी बढिरहेछ हैन, कुन रेटले बढिरहेछ, त्यो रेटलाई कसले डिस्क्राइब गर्छ त डेरिभेटिभले डिस्क्राइब गर्छ राइट। सो दैट इज व्हाट वी कॉल एज डेरिभेटिभ। र पार्शियल डेरिभेटिभ जुन छ, पार्शियल डेरिभेटिभ भने चाहिँ के हो त, पार्शियल डेरिभेटिभ भने के हो, सो यू माइट हैव स्टडीड पार्शियल डेरिभेटिभ है। सो यस, सो म्याथमेटिकली सपोज तिम्रो यस्तो 2x² हैन, ओके लेट्स से दैट तिम्रो fx भन्ने फंक्सन चाहिँ fx भन्ने फंक्सन चाहिँ तिम्रो 2x² हैन, 2x² प्लस 3y छ भने चाहिँ यारे पार्शियल डेरिभेटिभ विथ रेस्पेक्ट टु x भन्ने के हो त, यसको मात्र हामी डिफरेन्सिएसन गर्छ, y लाई हामी के ट्रिट गर्छ त कन्स्ट्यान्ट ट्रिट गर्छ, र डेरिभेटिभ अफ कन्स्ट्यान्ट टर्म के हुन्छ 0 हुन्छ नि हैन। सो पार्शियल डेरिभेटिभ विथ रेस्पेक्ट टु x गर्यो भने चाहिँ यसको के हुने भयो त 2x² को मात्र हामी डेरिभेटिभ क्याल्कुलेट हुन्छ which turns out to be 4x हैन, 4x र 3 हैन 2 - 1 हुन्छ त nx पावर n - 1 हैन, पावर फंक्सनको है। जस्तै x² को डेरिभेटिभ के हो त 2x हैन, nx to power n - 1। सो सिमिलरली यो फंक्सनको चाहिँ हामीले डेरिभेटिभ गर्छ। अब विथ रेस्पेक्ट टु y गर्यो भने चाहिँ के हुन्छ त, विथ रेस्पेक्ट टु y यसको पार्शियल डेरिभेटिभ क्याल्कुलेट गर्यो भने के हुन्छ 3 मात्र हुन्छ नि। सो 2x² लाई हामी के ट्रिट गर्छ त वी ट्रिट एज अ कन्स्ट्यान्ट है। सो पार्शियल डेरिभेटिभको कन्सेप्ट त्यो हो। अब ग्रेडियन्ट डिसेन्ट एउटा एक्जाम्पल बुझ्नु है, इट इज भेरी one of the very important algorithms. So in fact one of our professors who came in IIT, he was asked one question regarding this this gradient descent. So I will talk about that. What was he asked? But okay, so यसमा चाहिँ दुई चारवटा कुरा छ that you will need to understand. You will understand it very cleanly. So just I will try to make you understand in very first attempt. So last time चाहिँ हामीले के हेर्यो भन्दाखेरि चाहिँ हामीले अर्डिनरी लिस्ट स्क्वायर मेथड हेरेको थियौ। अर्डिनरी लिस्ट स्क्वायर मेथड गर्दाखेरि चाहिँ हामीले के इक्वेसन पत्ता लगाउँछ त, यो स्ट्रेट लाइनको इक्वेसन मात्र हामीले फाइन्ड आउट गर्नु छ हैन। यो स्ट्रेट लाइनको इक्वेसन जहिले पनि के हुन्छ y = mx + c हुन्छ नि हैन। y = mx + c भयो भने चाहिँ हामीले m र c मात्र पत्ता लगाउने हो नि है। सो वी ओन्ली फाइन्ड आउट m एन्ड c। तर भन्नाले त्यसमा कुनै इटरेसन त थिएन नि। जस्तै तिमीहरुले न्यूमेरिकल मेथड्स पढेछौ, न्यूमेरिकल मेथड्स भन्ने सब्जेक्ट, सो त्यहाँ इटरेसन हुन्छ नि, एउटा इटरेसनमा यो भ्याल्यु आयो, अर्को इटरेसनमा यो, भन्नाले केही कुरा रिपिटेडली गर्दै जाने कि त्यसलाई इटरेसन भन्छ हैन, मल्टिपल चोटि एउटै कुरा गर्ने इटरेसन। सो हामीले अर्डिनरी लिस्ट स्क्वायर गर्दाखेरि यो स्ट्रेट लाइनको इक्वेसन चाहिँ हामीले एकचोटिमा मात्र फाइन्ड गर्छौं हैन। त्यो इक्वेसन सल्भ गरे y = mx + c एउटा लाइन आयो, हामीले त्यसलाई मोडलबाट पास गर्दियौ हैन। बट ग्रेडियन्ट डिसेन्टमा चाहिँ त्यस्तो हुँदैन। ग्रेडियन्ट डिसेन्टमा चाहिँ हामीले इटरेटिभ अप्रोच है। त्यो इटरेटिभ अप्रोच भनेको के हो त, बेसिकली तिमीले स्टेप बाइ स्टेप क्याल्कुलेट गर्नै पर्छ है। सो इटरेटिभ मेथडमा चाहिँ सुरुमा हामीले जुन प्यारामिटर्सहरु छ, प्यारामिटर्सलाई चाहिँ हामीले के गर्छौं त र्यान्डमली इनिशियलाइज गर्छौं। भन्नाले we are starting from some point, right? We will start from some point, but we do not know where that point is हैन। हामीले कुनै पोइन्ट देखि स्टार्ट गरेका छौं। सपोज यो एउटा तिम्रो फंक्सन भयो, यो तिम्रो के भयो त एउटा अब्जेक्टिभ फंक्सन। अब्जेक्टिभ फंक्सन भनेको यो तिम्रो इरर फंक्सन भयो। सो इरर चाहिँ मिनिमम कहाँ छ, यो पोइन्टमा छ नि हैन, यो पोइन्टमा छ। सो इट इज मिनिमम हियर, इट इज म्याक्सिमम इन दिस केस राइट, इट इज म्याक्सिमम इन दिस केस। सो बेसिकली के भइरहेछ त तिमीलाई यहाँसम्म पुग्न छ, मानौ तिमी कुनै र्यान्डम पोइन्टमा छौ भने चाहिँ तिमीलाई यहाँसम्म पुग्न छ, यो गोल इज टु रिच इन दिस पोइन्ट।
सो हामीले यहाँदेखि चाहिँ के गर्नुपर्छ भन्दाखेरि तल पुग्न चाहिँ हामीले प्यारामिटर्सहरूलाई ऱ्यान्डमली इनिसियलाइज गर्नु पर्यो ठिक छ द भेरी फर्स्ट पोइन्ट ऱ्यान्डमली इनिसियलाइज द प्यारामिटर्स सेकेन्ड इज सिक्वेन्स अफ एप्रोक्सिमेसन युजिङ एन अपडेट रुल होइन एउटा अपडेट हुँदै जान्छ यो के हो मैले एकछिनमा बुझाउँछु है र ग्रेडियन्ट डिसेन्टलाई चाहिँ हामी फर्स्ट अर्डर अप्टिमाइजेसन अप्रोच भन्छौँ किन भन्दाखेरि हामीले यसमा डेल एफएक्स बाई डेल एक्स द्याट इज पार्सियल डेरिभेटिभ एउटा मात्र क्यालकुलेट गर्छौँ है डेल एफएक्स बाई डेल एक्स सेकेन्ड अर्डर भने के हो त डेल स्क्वायर एफएक्स बाई डेल एक्स स्क्वायर थर्ड अर्डर भने के हो डेल एफएक्स क्युब बाई होइन डेल एक्स क्युब है सो यो चाहिँ हाम्रो फर्स्ट अर्डर मात्र भयो ग्रेडियन्ट डिसेन्ट हो यो हो चाहिँ के त्यो कुरा म बुझाउँछु है त सो तिमीहरूले एउटा कन्सेप्ट जहिले ध्यान दिनु पर्यो सो ग्रेडियन्ट डिसेन्टमा चाहिँ डिसेन्ट भने के हो तल झर्ने राइट ग्रेडियन्ट डिसेन्ट भने के हो तल झर्ने तिमीलाई कुन पोइन्टमा पुग्न छ त दिस वान विच आइएम सोइङ होइन यो पोइन्टमा तिमीहरूलाई पुग्न छ यो फङ्सन छ भने सेम कुरा छ नि एनालोजी बुझ है हिल सपोज तिमी टप अफ द हिलमा छौ तिमीलाई चाहिँ भ्यालीमा पुग्न छ होइन यु नो वाट रिच द बटम अफ द हिल सो यो केसमा के हुन्छ त तिमीलाई यो पोइन्टमा पुग्न छ तिमी के गर्छौ भन्दाखेरि बिस्तारै बिस्तारै स्टेप तल लिँदै जान्छौ होइन बिस्तारै बिस्तारै स्टेप तल लिँदै जान्छौ सो तिमी फाइनली स्टेप तल पुग्दाखेरि तिम्रो इरर जुन छ त्यो अब के हुने भयो त मिनिमम हुने है सो वाट यु आर गोना डु इज यु विल जस्ट रिच वान बाई वान स्टेप होइन स्टेप गर्दै गयो स्टेप गर्दै 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 तल तिमी पुग्यौ है अब म्याथमेटिकली हेर्ने भने कसरी पुग्छ त यो ठिक छ सो तिमीलाई पुग्न छ भने तिमीले लाइक यु क्यान कन्सिडर दिस एज अ फङ्सन विच आई जस्ट ड्र होइन यो पनि सेम फङ्सन राइट समथिङ लाइक दिस सो यु वान्ट टु रिच हियर एन्ड यु आर गोइङ स्टेप बाई स्टेप तल गइरहेको छ है सो प्रब्लम हियर इज द्याट you have a function so gradient descent uses the gradient descent भने के हो तल झर्ने हो gradient भने चाहिँ के हो त अब so it uses the gradient of the function yes so it is a partial derivative actually हैन gradient भने जहिले पनि के हुन्छ त partial derivative हुन्छ derivative नभन्ने कि त्यसलाई के भन्ने त it is always the partial derivative है so derivative भनेको हामी dfx by dx लेख्छौं र पार्शियल डेरिभेटिभलाई चाहिँ हामी डेल एफएक्स बाई डेल एक्स भन्छौँ है त सो आई विल टिच अबाउट द्याट सो यो फङ्सन छ मेरो राइट आई वान्ट टु रिच हियर मानौ म यो पोइन्टमा छु होइन म यो पोइन्टमा छु भनेपछि ग्रेडियन्ट भने के हो एक्चुअलमा ग्रेडियन्ट भने के हो त ग्रेडियन्ट इज द डाइरेक्सन टु दि अपवर्ड साइड अफ दिस हिल ठिक छ ग्रेडियन्ट भनेको जहिले पनि के हो त अपवर्ड साइड अफ द हिलको के हो त डाइरेक्सन हो ठिक छ सपोज तिमी यो पोइन्टमा छौ भने चाहिँ तिम्रो ग्रेडियन्ट के भयो त माथिपट्टि हिलको डाइरेक्सन भयो सो यो ग्रेडियन्ट कहाँ हुन्छ त यहाँ हुन्छ होइन ग्रेडियन्ट यो पोइन्टको कहाँ हुन्छ माथिपट्टि सो फेसिङ टुवर्ड्स दि अपवर्ड स्लोप त्यसलाई हामीले के भन्छ त ग्रेडियन्ट भन्छ क्लियर छ यो सो भनेपछि मलाई तल पुग्न छ भने म ग्रेडियन्टको डाइरेक्सनमा मुभ गर्ने कि ग्रेडियन्टको अपोजिटमा मुभ गर्ने अपोजिट है सो ग्रेडियन्ट भने मैले अघि नै के भने त डेल एफएक्स बाई डेल एक्स इट इज द पार्शियल डेरिभेटिभ है भनेपछि मैले यसको ठ्याक्कै तल मुभ गरेँ भने मैले माइनसमा मुभ गरेँ भने त अपोजिट डाइरेक्सनमा मुभ गर्ने भयो नि त होइन माइनस गरेँ भने त अपोजिट डाइरेक्सनमा मुभ गर्ने भयो भनेपछि म यो इटरेटिभली धेरै पोइन्टको लागि गरेँ भने अल्टिमेटली म कहाँ आइपुग्छु त यता आइपुग्छु है सो इफ आई एम डुइङ दिस फर मल्टिपल टाइम्स देन आई एम गेटिङ के त होइन सपोज यहाँदेखि म फेरि यो पोइन्टमा पुगेँ होइन एक स्टेप तल झरेँ अब यसको ग्रेडियन्ट चाहिँ कहाँपट्टि छ माथिपट्टि so again I need to go in the direction of negative of gradient हैन so minus del f x by del x similarly फेरि यहाँ पुगे फेरि यहाँ पुगे यहाँ चाहिँ तिम्रो के भयो त फंक्सनको भ्यालु के हुने भयो मिनिमम हुने भयो भनेपछि त्यो केसमा तिम्रो इरर चाहिँ के हुने भयो त मिनिमम हुन्छ दैट इज व्हाट ग्रेडियन्ट डिसेन्ट इज अबाउट है थ्योरेटिकली बुझ्न पर्छ यसरी हामी बुझ्छौं म्याथमेटिकली कसरी बुझ्ने त हैन सो फर्स्टली हामीले जुन x को भ्यालु जुन छ हामीले के गर्छ त यसलाई र्यान्डमली इनिशियलाइज गर्छौं ठीक छ x को भ्यालु जुन छ हामीले र्यान्डमली यसलाई के गर्नु पर्यो इनिशियलाइज गर्नु पर्यो पहिलेदेखि त स्टार्ट त गर्नु पर्यो नि त देन वी क्याल्कुलेट पार्शियल डेरिभेटिभ है पार्शियल डेरिभेटिभ हामी क्याल्कुलेट गर्छौं त्यसपछि हामी x लाई अपडेट गर्दै जान्छौं यो x लाई कसरी अपडेट गर्ने त यहाँदेखि तिमी x लाई कसरी अपडेट गर्दै जान्छौ त सो न्यू x भनेको चाहिँ हैन तिम्रो नयाँ x भनेको चाहिँ ओल्ड x पुरानो x माइनस अल्फा टाइम्स डेल एफएक्स बाइ डेल एक्स यो टर्म क्लियर छ डेल एफएक्स बाइ डेल एक्स इन्टु पार्शियल डेरिभेटिभ अल्फा भने चाहिँ के हो भन्दाखेरि लर्निङ रेट हो अल्फा भने के हो लर्निङ रेट है पुरै मेसिन लर्निङ भित्र अल्फा जता पनि हेर्छौ त्यो भने मेरो के हो लर्निङ रेट हो लर्निङ रेट भने के हो त बेसिकली तिमी कुन रेटले लर्न गर्दैछौ के कुरा कसरी लर्न गर्दैछौ है फर एक्जाम्पल त्यो म भन्छु लर्निङ रेट अहिले एकछिनमा भन्छु है त
सो यतिसम्म क्लियर छ। अब मेरो fx छ, यो मेरो फंक्सन भयो हैन, fx इक्वल टु x² प्लस 3x माइनस 5। इनिशियलाइज मैले कहाँदेखि गरेँ भन्दाखेरि x को भ्यालु चाहिँ मैले ऱ्यान्डमली 2.4 हालेँ। यु क्यान किप एनिथिङ यु वान्ट टु, तर बेटर इज टु स्टार्ट विथ स्लो भ्यालु, लोअर भ्यालु 1.2 1.4 2.4 मैले 2.4 हालेँ राइट। 2.4 हालिसके पछाडि चाहिँ मैले अल्फाको भ्यालु जहिले पनि हाम्रो लर्निङ रेटको भ्यालु चाहिँ 0 देखि 1 हुन्छ है त, 0 देखि 1 हुन्छ ठीक छ। यसको रेन्ज चाहिँ अहिले एकछिनमा भन्छु म के हो। सो अल्फा चाहिँ मैले 0.25 हालेँ भनेपछि फर्स्ट इटरेसनमा तिम्रो नयाँ x चाहिँ के हुन्छ त, पुरानो x विच इज 2.4 फर नाउ माइनस 0.25 टाइम्स पार्शियल डेरिभेटिभ। सो यसको पार्शियल डेरिभेटिभ विथ रेस्पेक्ट टु x गर्यो भने कति आउँछ ल भन त, 2x + 3 आउँछ नि हैन। र त्यो x मा कसको भ्यालु हाल्ने हो त, 2.4 को भ्यालु हाल्ने। यो आयो 2.4 माइनस 0.25 टाइम्स 7.8 कसरी आइपुग्यो है भनेपछि यो कति आयो त 0.45 भनेपछि दिस इज माई न्यू एक्स। सेकेन्ड इटरेसनमा त्यस्तै गरी यो मेरो के हुन जान्छ त, ओल्डर एक्स हुन जान्छ है, ओल्डर एक्स हुन जान्छ। सो मैले यसलाई फेरि इटरेटिभली रिच आउट गरेँ भने चाहिँ सेकेन्ड इटरेसनमा मेरो के भयो त, एक्स माइनस अल्फा टाइम्स डेल एफ एक्स बाई डेल एक्स भनेपछि 0.45 माइनस अल्फा भनेको 0.25। अब सेम भ्याल्युमा चाहिँ हामीले यो वाला भ्याल्यु हालिदिन्छौँ एन्ड देन यु गेट 3.9। सो यो आफैले क्यालकुलेट गर्यो भने चाहिँ तिमी यु विल इफ यु इटरेट भने चाहिँ मैले इटरेट गरेँ नि त्यसलाई होइन, मल्टिपल यस्तो इटरेसन्सहरू चाहिन्छ है। यो कतिवटा चाहिन्छ भन्दाखेरि हामीले लिमिट चाहिँ 1000 हाल्छौँ। 1000 किन हाल्छौ अथवा 10,000 किन हाल्छौ भन्दाखेरि तिमीले लिमिट नै हालेनौ भने चाहिँ कोडले के बुझ्छ भन्दाखेरि गर्दै जाने हैन, कुन पोइन्टमा रोक्ने थाहा नै छैन हैन। सो हामीले एउटा लिमिट लगाइदिन्छौँ कि यो जुन रिपिटेडली गर्दैछौँ नि यसलाई चाहिँ 1000 चोटि भन्दा बढी नगर्ने, म्याक्सिमम इटरेसन्स भन्ने कति हुनु पर्यो 1000 अथवा 10,000 जति हुनु पर्यो है। सो अहिले हेर्दा तल मैले ठ्याक्कै यहाँ पुगेँ, तर म्याक्स पोइन्ट भनेको इन्स्ट्यान्टेनियस डिस्टेन्स मुभ गर्छ कि थोरै 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 डिस्टेन्स मुभ गरेर 1000 चोटि बल्ल तिम्रो के हुन्छ तल इरर घटाउँछ, ग्रेडियन्ट डिसेन्ट एल्गोरिथम है। ओके सो भनेपछि अब धेरैवटा इटरेसन गरेपछि तिम्रो के आयो त हैन। सो तिम्रो के आयो त, अप्टिमल भ्याल्यु अफ एक्स चाहिँ कति आयो -1.4999 र मिनिमम भ्याल्यु कति आइरहेको त -7.49। सो यता एनिमेसन हेऱ्यो भने चाहिँ यसरी बुझ्छ। क्यान सी यो पनि यसले फोकस गर्यो भने चाहिँ इट इज अल्सो डिक्रिजिङ ओभर द टाइम है त। सो आई जस्ट वान्ट यु टु सी दिस। एउटा इरर फङ्सन छ यो होइन, मैले कुनै पोइन्टदेखि स्टार्ट गर्दैछु भने म अल्टिमेटली कहाँ पुगिरहेको छु त, यहाँ तल पुगिरहेको छु है। कसरी पुगिरहेको छु कुरा बुझ्यो है त। भनेपछि यहाँ पुगेपछि के भयो त, यहाँ पुगेपछि यो ठाउँमा पुगेपछि यसलाई के भन्छ त, कन्भर्ज भन्छ है। द्याट वर्ड इज कल्ड एज द कन्भर्जेन्स। क्लियर छ, कन्भर्ज गर्ने है। सो द्याट इज कल्ड एज कन्भर्जिङ। ओके यतिसम्म क्लियर छ है। सो मैले एउटा कुरा के भनेको थिएँ भन्दाखेरि वान अफ द थिङ्स द्याट आई वाज टकिङ अबाउट वाज लर्निङ रेट। सो लर्निङ रेट भनेको चाहिँ के हो, लर्निङ रेट डिटरमाइन्स द साइज अफ द स्टेप्स वाइल मुभिङ टुवर्ड्स द मिनिमम अफ द फङ्सन। सो कहिलेकाहीँ तिमीहरू चाहिँ के गर्छ भन्दाखेरि चाहिँ इफ यु आर बेसिकली एउटा जस्तै इफ यु आर रिचिङ टु द बटम अफ द स्टेयर्स, सम अफ यु माइट डु द एउटा स्किप गरेर यहाँ गयो होइन, एउटा स्किप गरेर एउटा भर्याङ स्किप गरेर तल जाँदा सो द्याट यु क्यान रिच फास्टर। अरू कोही कोही हुन्छ समवट ओल्ड एज पिपल, तिनीहरूले एउटा एउटा सिडी यसरी फलो गर्दै तल जान्छ है। सो लर्निङ रेट भने चाहिँ के हो भन्दाखेरि चाहिँ तल मिनिममसम्म पुग्न चाहिँ तिम्रो फङ्सनले अथवा तिम्रो एल्गोरिदमले कति टाइम लाग्यो, कति स्टेप लगायो होइन। सो बेसिकली इफ यु सी दिस टु स्मल लर्निङ रेट छ भने चाहिँ बिस्तारै चल्छ यहाँ है। सो लर्निङ रेट एकदम लो छ भने चाहिँ समवेट बिट्विन 0.01 0.05। सो द्याट केसमा के हुन्छ त, धेरै स्टेप्स पनि लगायो, धेरै टाइम पनि कन्भर्ज भएन, धेरै टाइम लगायो होइन।
But if I am doing this learning rate मैले हाई लिइरहेको छु भने चाहिँ if I am taking my learning rate a bit higher, you can see के हुन्छ है. सेकेन्ड केसमा चाहिँ if you see this part, यो पार्टमा चाहिँ के भइरहेछ भन्दाखेरि तिम्रो तल चाहिँ एकदम फास्ट पुगिरहेछ for obvious reasons, right? So basically, if I'm skipping this, I will reach to the minimum point faster. And if I'm doing it at very low rate, then मैले के गर्छु त म पुग्छु but मलाई धेरै टाइम पनि लाग्छ, मलाई धेरै स्टेप्सहरू पनि कभर गर्नुपर्छ. So it requires more iterations, हैन? जुन अघि मैले इटरेसन देखाएको थिएँ त्यसले more it requires more iterations. For too large learning rate चाहिँ के भयो त, it overshoots the minimum point in the function. So basically मैले भन्न खोज्दा चाहिँ ओके 0 देखि 1 छ भने चाहिँ आर्गुएबली चाहिँ तिमीहरूले के चुज गर्छौ, you will choose a lower learning rate or a higher learning rate. कुन चुज गर्ने त? So he said higher, हैन? So higher मा चाहिँ ल चुज गरे, लोअर चुज गरे, राइट? सो सबैले के भन्छ? हजुर आर्गुमेन्ट चाहिँ के हाई लिने कि लो लिने? ऑप्टिमल भने के हो? जस्तै अब यो हाई लिँदा पनि एउटा साइडबाट अर्को साइडमा जम्प गर्यो, त्यसले धेरै टाइम बेसिकली लिनु भयो. लो हाई गर्दाखेरि त टाइम लिनु भएन नि त. हाई गर्दाखेरि त टाइम लाउँदैन. हाई गर्दा जस्तै यहाँ पुग्नु छ भने त मेरो लो भन्दा त धेरै कम टाइममा पुगिन्छ है. टाइम टेकन त इटरेसन्स किन भन्दाखेरि कम हुन्छ. हाई लिँदाखेरि इटरेसन जुन तिमीले यो स्टेप गरेको नि यो वाला, मानौ यहाँदेखि चाहिँ तिमीले फर्स्ट यहाँदेखि चाहिँ लर्निङ रेट हाई लिँदाखेरि मानौ तिमी 10 वटा इटरेसनमै कन्भर्ट गर्यो, तर लो लिँदाखेरि मानौ 20 देखि 50 वटा स्टेप लाग्यो. सो फास्टर भयो नि त हाई लर्निङ रेट लिँदा. तर व्हाट इज द प्रब्लम इज दैट लो लिँदाखेरि नि प्रब्लम छ, हाई लिँदाखेरि नि प्रब्लम छ है. लो लिँदाखेरि चाहिँ के प्रब्लम छ भन्दाखेरि इफ आई टेक लो लर्निङ रेट मेरो टाइम एकदम धेरै लाग्यो, इटरेसन्स पनि धेरै लाग्यो भनेपछि मेरो कम्प्युटेसनल कस्ट के हुँदै गयो त, बढ्दै गयो. मेरो एल्गोरिदम निड्स टु क्याल्कुलेट इट एट एभ्री पर्टिकुलर कस्ट. हाई लिँदाखेरि चाहिँ के प्रब्लम हुन्छ भन्दाखेरि हाई लिँदाखेरि चाहिँ ओभरसुट गर्छ कहिलेकाहीँ. मिनिमम चाहिँ यहाँ छ हैन, एकदम हाईली स्पिड गर्छ, मिनिमम चाहिँ यहाँ छ. मेरो हाई गर्दाखेरि चाहिँ यो मिनिमम पहिले ओभरसुट गर्छ भनेपछि यहाँ पुग्नु पर्ने ठाउँमा अलि अगाडि पुग्यो. बट द्याट इज नट द डिजायर्ड पोइन्ट, right? We want to reach here. So problem with high is that it overshoots the minimum function, right? So it overshoots the minimum point in the function, and with too small learning rate is that we require more iterations to converge, right? So as a part of that, learning rate should be chosen optimally, right? So it is hit and trial kind of thing, right? So basically hit and trial you test it with 0.25 and a 0.5, 0.75, 0.0001. So basically you can do that. So अर्को कुरा चाहिँ it may get stuck in local minima of non-convex function. So gradient descent को one of the disadvantage is that यो भनेको चाहिँ कन्भेक्स फंक्शन भयो. कन्भेक्स फंक्शन भनेको चाहिँ यसको एउटा मात्र ग्लोबल मिनिमम हुन्छ है. सो एल्गोरिदम थाहा छ दैट आई शुड बी रिचिङ हियर हैन. तर नन कन्भेक्स फंक्शन छ भने चाहिँ एल्गोरिदम यहाँ आएपछि उसलाई लाग्छ इट हैज रिच द मिनिमम पोइन्ट, बट एक्चुअलमा चाहिँ मिनिमम पोइन्ट कहाँ छ त, यहाँ छ. सो दिस वन इज टर्म टु बी अ लोकल मिनिमम.
Okay, so I hope you guys understood gradient descent algorithm. I keep confusion is right? So this is the notebook that you want to study, right? Whatever I told you, I've written everything here. Gradient descent algorithm, right? X minus alpha times del fx by del x. Okay, so basically, if you want to go and then practice some coding, so my later function defined basically, right? I would define the function called as the gradient descent. त्यहाँभित्र मैले parameters के लेखेको छ, gradient लेखेको छ, right? Gradient is basically the partial derivative. X init भनेको initial value of x 2.4. Alpha भनेपछि के हो त? It is learning rate, right? So it is between 0 and 1. Maximum iterations भने के हो त? 10,000. So this steps is till 10,000. Precision भनेको चाहिँ it's actually 0.8 times. And 0.000 भनेको 8वटा 0 times 8 है. So यो प्रिसिजन चाहिँ मैले किन दिएको भन्दाखेरि चाहिँ जुन मिनिमम को भ्यालु छ नि, मिनिमम को भ्यालु चाहिँ मेरो एटलिस्ट यति हुनुपर्छ, यति पुगेपछि आई विल बी सेटिस्फाइड. ठीक छ, यो जुन तिमीले यस्तो गर्छौ नि हैन, fx को जुन मिनिमम भ्यालु छ, सो दैट इज बिट्विन दिस प्रिसिजन, हैन, यति प्रिसाइजली यति हुनुपर्छ है त. एन्ड x भनेको चाहिँ इनिशियली x त के हो त, x इनिशियल नै हो नि त हैन, हैन. सो इटरेसन सुरुमा कतिवटा छ, 0 छ. सो यो कोडेड है. व्हाइल एब्सोल्युट भ्यालु, एब्सोल्युट भनेको जुन पोजिटिभली लिन्छौ, ग्रेडियन्ट को भ्यालु इज ग्रेटर देन प्रिसिजन, हैन. अहिले चाहिँ मेरो ग्रेडियन्ट को भ्यालु के छ त, ग्रेडियन्ट को भ्यालु इज ग्रेटर देन माइ प्रिसिजन भ्यालु, हैन. मैले एक्सपेक्ट गरेको अहिले त धेरै छ नि त, हैन. ग्रेडियन्ट को भ्यालु त अहिले प्रिसिजन भन्दा धेरै छ, र इटरेसन चाहिँ म्याक्सिमम इटरेसन्स भन्दा थोरै छ है त्यो केसमा. यो कन्डिसन बुझ्यौ. ग्रेडियन्ट को भ्यालु चाहिँ मैले भनेको टार्गेट भन्दा माथि छ, र इटरेसन चाहिँ अहिले मेरो म्याक्सिमम इटरेसन पुगेको छैन भने चाहिँ x इक्वल टु x माइनस अल्फा टाइम्स ग्रेडियन्ट x. यो याद छ के गरेको मैले, x इक्वल टु x माइनस अल्फा टाइम्स ग्रेडियन्ट, x इक्वल टु x माइनस अल्फा टाइम्स डेल fx बाइ डेल x है. र इटरेसनलाई मैले एकले बढाउनु पनि पर्यो नि त, हैन. इटरेसन नभए एउटैमा अड्किन्छ. तिमीहरु इन्फिनिट लुप थाहा छ नि, इन्फिनिट लुपमा तिमीले i लाई बढाएन भने त त्यो रिपिट हुँदै जान्छ. र x अप्टिमल भनेको के हुन्छ त, अब x भनेपछि फेरि यहाँ जान्छ, फेरि यो रिपिट हुन्छ अन्टिल एन्ड अनलेस कति त इटरेसन चाहिँ यति रिच हुँदैन अथवा मेरो चाहिँ यो कन्डिसन फल्स नभएसम्म. ठीक छ, यो दुईटा कन्डिसन मिट नभएसम्म चाहिँ यो लुप रन भइरहन्छ, व्हाइल लुप. र फाइनली मेरो x optimal value and iteration, number of iteration, I will get that. यतिकै यो कोड क्लियर छ है. there is nothing more added than this. So whatever the algorithm, मैले just त्यसलाई टाइप मात्र गरेँ. Let's say that I have a function fx equal to x square plus 3x minus 5. Its partial derivative will be, right, 2x plus 3, which is the gradient actually. Gradient mathematically भने के हो त, it is the partial derivative, हैन. र फंक्शनली बुझाउने भने, कुनै लेम्यानले बुझाउनु पर्यो भने चाहिँ it is the direction to the upward hill of the slope, upward slope of the hill. So we have a function and we return x square plus 3x minus 5. यो डबल भनेको के हो त, x square हो है, x square plus 3 times x minus 5, right? And then we have defined the gradient of fx, हैन. is your function को gradient. Function मेरो के छ त, 2x plus 2 कहाँ छ, यहाँ हो, x square plus 3x minus 5 हैन. so x square plus 3x minus 5 र यसको gradient चाहिँ के हो त, 2x plus 3. अब मैले इनिशियल भ्यालु हाले 2.4, अल्फा हाले 0.25 है. सो यसलाई रन गर्यो भने चाहिँ तिम्रो अप्टिमल भ्यालु कति आउँछ, -1.4999 हैन. मिनिमम चाहिँ यति आउँछ र नम्बर अफ स्टेप्स चाहिँ 30 भयो, 30 वटा.
भनेपछि it is doing something like this, right? So it is taking almost 30 steps to reach towards the minimum of the function. So I will send you the notebook. You can try that. अब रोल अफ लर्निङ रेट छ, मैले अलरेडी भने अल्फा चाहिँ मेरो लो छ भन्दाखेरि मेरो नम्बर अफ स्टेप्स कति लागिरहेछ त 1014 वटा है। सेम कुरा चाहिँ मैले सो लो लर्निङ रेट हुँदा हेर त के भइरहेछ, हैन बिस्तारै बढिरहेछ, राइट। सेम चाहिँ मैले अल्फा 0.95 भन्दा अलमोस्ट 1 तिर हाल्दा लर्निङ रेट हाई लिँदाखेरि मेरो नम्बर अफ स्टेप्स के भयो त 195 भयो, right, which is basically increasing. So this animation shows the learning rate high लिँदाखेरि त हेर त it is comparatively reaching towards the minimum in a very less time, है। त्यति मात्र gradient descent. Okay, so this is the global minimum, right, and this is the non-convex function. Now this is how you can code, right? सकिन्छ गर्न। So just in order to go towards the depth, हैन, because यति पढे चाहिँ it's enough, है, it's more than enough, but somewhat, हैन, if you're going into like some specialized roles or academic roles or maybe like engineering roles at bigger companies, त्यो केसमा चाहिँ you need to have in-depth understanding of gradient descent. Then they will ask you what is the type of gradient descent, right? Type of gradient. So if you see the brochure of this course, it doesn't cover the types of gradient descent, right? But then you will need to have an idea of what are the types of gradient descent, right? So you already talked about the gradient descent, right? So so types भनेपछि चाहिँ so you for each update it will take a lot of long time, हैन। भनेपछि हरेक अपडेट जुन हरेक स्याम्पल्सहरु छ त्यो सबैको लागि एउटा एउटा अपडेट भइराछ नि त, हैन। हरेक स्याम्पल्सको लागि एउटा एउटा अपडेट भइराछ भनेपछि मसँग 1 मिलियन वटा स्याम्पल्स छ भने 1 मिलियन टाइम्स त्यो इटरेसन के भइरान्छ त रन भइरान्छ, राइट। So then what is the solution is that we can put in stochastic gradient descent, right? Stochastic gradient descent भनेको so batch त्यो मैले जुन भर्खर पढाए त्यसले चाहिँ हामी के भन्छ त इट इज कल्ड एज द ब्याच ग्रेडियन्ट डिसेन्ट। भनेपछि सपोज 1000 वटा पोइन्ट छ भने 1000 वटाको के भइराछ त अपडेट भइराछ, है। सो यसमा चाहिँ हामीले के गर्छौं भन्दाखेरि दिस इज माई अब्जेक्टिभ फंक्शन, है, जुन mx प्लस c थियो नि, हैन। mx प्लस c फंक्शन भयो माइनस s अफ n, हैन। सो यो s अफ n भनेको चाहिँ तिम्रो जुन डिस्टेन्स छ बेसिकली पोइन्ट देखि जुन बेस्ट फिट लाइनको डिस्टेन्स छ त्यहाँसम्म भयो यो भनेको चाहिँ। सो बेसिकली इफ आई एम डुइङ फर suppose I calculate the objective function for one sample and do the parameter update, do it again for another sample and continue doing it for individual samples. In this situation, each update would require only one gradient computation and less time and less storage for gradient values. भनेपछि के गर्छ भन्दाखेरि स्टोकास्टिक ग्रेडियन्ट डिसेन्टमा चाहिँ हामीले के गर्छौं भन्दाखेरि जस्तै अघिको केसमा जस्तै तिमीहरु सबैको छौ, तिमीहरु सपोज प्यारामिटर्स भयो भने चाहिँ मैले तिमीहरु सबैको के गर्छु त एउटा एउटा प्यारामिटर अपडेट गर्दै जान्छु। मानौ यो क्लासमा 30 जना भएको भए 30 जनाको गर्न पर्थ्यो। सो त्यसले हामी के भन्छ त जुन मैले भर्खर पढाए त्यसलाई चाहिँ ब्याच ग्रेडियन्ट डिसेन्ट भन्छ, है त। अब त्यसको सल्युसन चाहिँ के छ भन्दाखेरि स्टोकास्टिक ग्रेडियन्ट डिसेन्ट। सो सेम कुरा छ, मैले प्यारामिटरहरु इनिशियलाइज गरे, राइट, एन्ड आई एम लुपिङ अन्टिल द कन्भर्जेन्स। सो बेसिकली मैले र्यान्डमली सफल गर्छु, है त। पहिला ट्रेनिङ डाटाले के गर्छु त र्यान्डमली सफल गर्छु। तिमीहरु बसेको जुन अरेन्जमेन्ट छ त्यसलाई मैले सफल गर्दिन्छु, हैन। उ यहाँ आउँछ उ त्यहाँ जान्छ। सो दैट इज कॉल्ड एज सफलिङ। हरेक ट्रेनिङको लागि चाहिँ म के गर्छु त आई स्याम्पल भने बुझ्छौ नि, हैन। स्याम्पलिङ भनेको के हो बेसिकली अब यति जना स्टुडेन्ट छ भने आई टेक ओन्ली द स्याम्पल पोइन्ट्स। मैले के गर्छु त स्याम्पलिङ गर्छु, आई र्यान्डमली सफल एन्ड देन स्याम्पल। सो स्याम्पलको लागि गरे भने त देयर विल बी लेस, हैन। लेसको लागि गर्नु पर्छ। सपोज यहाँदेखि 10 वटा छ भने मैले 4 जनाले सिलेक्ट गर्यो भने दोज 4 आर कल्ड एज स्याम्पल्स।
सो स्याम्पल्सको लागि मैले ग्रेडियन्ट कम्प्युट गर्छु एन्ड देन आई अपडेट द प्यारामिटर्स फर देम है। सो त्यसको लागि म प्यारामिटर्सहरू अपडेट गर्छु, देन आई रिटर्न द प्यारामिटर। यसको फाइदा चाहिँ के भयो भन्दाखेरि जुन तिम्रो अघि मैले कम्पिटिसन टाइम भनेको थिएँ होइन, कम्पिटिसन टाइम किन भन्दाखेरि तिम्रो 100 जना छ भने 100 जनाको गर्नु पर्यो। सो स्टोकास्टिक ग्रेडियन्ट डिसेन्टले के गर्छ भन्दाखेरि तिम्रो त्यहाँदेखि 100 जनाको स्याम्पल लिन्छ, ठिक छ। स्याम्पल लिइसकेपछि चाहिँ के गर्छ त उसले, त्यसपछि बल्ल प्यारामिटर अपडेट गर्छ, जुन मैले प्यारामिटर अपडेट कसरी गर्ने भनेको थिएँ है। अनदर पार्ट अफ दिस, सो च्यालेन्जेस चाहिँ के छ स्टोकास्टिकमा भन्दाखेरि, स्टोकास्टिक पनि इट इज नट भेरी कम्पिटिसनली एफिसियन्ट होइन। सो नोइजी रिजल्ट्स होइन, यसको प्रोड्युस गरेको रिजल्ट्स चाहिँ के हुन्छ त, वान डाटा पोइन्ट इज कन्सिडर्ड होइन, एउटा स्याम्पलमा त एउटा मात्र डाटा पोइन्ट उठाउनु भयो नि त। तर ब्याच ग्रेडिङ डिसेन्ट जुन अघि मैले पढाएको थिएँ, सो इट हेज हाई कम्पिटिसनल स्टेप फर इच स्टेप होइन, हरेकको लागि गर्नुपर्छ, इट हेज हाई कम्पिटिसनल टाइम। सो यसको सल्युसन चाहिँ के छ भन्दाखेरि चाहिँ मिनी ब्याच ग्रेडिङ डिसेन्ट। सो मिनी ब्याच भनेको के हो है, सो मिनी ब्याच भनेको चाहिँ मैले सेम कुरा गर्छु, ऱ्यान्डमली सफल गर्छु पहिला स्याम्पलहरू है, एन्ड फर इच ट्रेनिङ डाटा सेट क्रिएट बी मिनी ब्याचेस अफ साइज यु, ठिक छ। सो यसको इक्जाम्पल दिँदाखेरि चाहिँ सपोज रियल टाइममा तिमीहरूले एउटा कुनै कम्पनीले चाहिँ इन्टरभ्यू कन्डक्ट गरिरहेछ भने चाहिँ, सपोज उसले चाहिँ 1000 जनाको इन्टरभ्यू कन्डक्ट गरिरहेछ भने चाहिँ उसले 1000 जना क्यान्डिडेट, सिलेक्टेड क्यान्डिडेटको त उसले इन्टरभ्यू कसरी कन्डक्ट एफिसियन्टली कसरी कन्डक्ट गर्न सक्छ भन्दाखेरि एकचोटिमा उसले 50 जनालाई लिन सक्छ, 50 जनाको ग्रुप लिन सक्यो, सेकेन्ड टाइम उसले 50 जनाको ग्रुप लिन सक्यो, 50 जनाको ग्रुप लिन सक्यो होइन। त्यसरी चाहिँ उसले कन्डक्ट गरे भने के हुन्छ त, एफिसियन्ट वेमा हुन्छ। त्यसैले हामी के भन्छ त मिनी ब्याच है। सो 1000वटा डाटा पोइन्ट छ भने चाहिँ हामीले 50-50-50 भनेको मानौ यसको 10वटा ग्रुप बनायो भने चाहिँ 10वटा साइजको हरेक डाटा पोइन्ट्स कतिवटा छ त, 50वटा छ है। सो मैले के बनाएँ त, 1000वटाको ग्रुपिङ गर्दै मिनी ब्याच बनाइदिएँ है। सो त्यो मिनी ब्याचको लागि चाहिँ, हरेक मिनी ब्याचको लागि चाहिँ मैले के गर्छु त, ग्रेडियन्ट कम्प्युट गर्छु एकैचोटिमा। कुरा क्लियर छ। त्यसपछि मैले प्यारामिटरहरू अपडेट गर्छु एन्ड देन आई रिटर्न द प्यारामिटर्स। सो द्याट इज वाट द टाइप्स अफ ग्रेडियन्ट डिसेन्ट डिल्स विथ, ठिक छ। सो हामीले सुरुमा जुन पढेको थियो त्यसलाई हामी के भन्छ त, ब्याच ग्रेडियन्ट डिसेन्ट भन्ने चाहिँ हरेकलाई इन्डिभिजुअली हामीले गर्नु पर्यो। स्टोकास्टिकले के गर्छ भन्दाखेरि इट इनिसियलाइज द प्यारामिटर्स राइट, वी लुप अन्टिल कन्भर्जेन्स होइन, लुप त गर्नु पर्यो अन्टिल कन्भर्जेन्स। सो वी ऱ्यान्डमली सफल द स्याम्पल्स, र स्याम्पल सफल गरिसकेपछि चाहिँ हरेक ट्रेनिङ स्याम्पलको लागि चाहिँ n = 1 2 3, so we compute gradients and then we update the parameters, right? And for mini batch हामीले के गर्छ त, एउटा ग्रुप बनाउँछौँ र त्यो ग्रुपको लागि हामीले एकैचोटि के गरिदिन्छ त, अपडेट गरिदिन्छ। So these are the things that is required as a theoretical part for gradient descent. So you can read more on this, right? And stochastic gradient descent, right? It is it iteratively updates the model parameters, but instead of using the entire data set, it uses just a one or more subset that is called as sampling, and sampling, making it much faster and scalable for large data sets. So that is what these things actually mean. अब हामीले चाहिँ के गर्छौँ भन्दाखेरि we will try to go and understand how can we perform the linear regression, हैन। linear regression हुन्छ, linear regression को आइडिया चाहिँ के हो त, सो तिमीसँग x भनेको फिचर छ हैन, बेस्ड अन हिजो फिचर, जस्तै हिजो फिचर के थियो त, वर्क एक्सपिरियन्स हैन, जब प्रोफाइल हैन, रोल जब रोल, त्यस्तै गरी एजुकेसन, यो सबै प्यारामिटर, यो सबै हाम्रो के थियो त, फिचर थियो। बेस्ड अन दैट हामीले के प्रेडिक्ट गरेका थियौं त, स्यालेरी। Online guys, you are understanding, right? Yes sir, yes sir. So based on these features, I am predicting the salary. Now for this, for a linear regression, हामीले के गर्छ त, we used to find y = mx + c है। सो मल्टिपल जस्तै 10 वटाको छ भने 10 वटाको हामी के गर्छौँ त, पोइन्टहरू ड्र गर्दै जान्छौँ हैन। पोइन्टहरू ड्र गरेपछि चाहिँ हाम्रो एउटा के आउँछ त, हामीले अर्डिनरी लिस्ट स्क्वायर सल्भ गर्दाखेरि चाहिँ यस्तो खालको आउँछ है। सो दिस वान, यस्तो खालको हामीसँग पोइन्ट आउँछ हैन, र बेस्ड अन दिस वी क्यान प्रेडिक्ट द अननोन भ्यालुज। सो y = mx + c चाहिँ एउटा के हो त, दिस इज द लाइन। यो आउँछ कसरी हैन, I will just show you the mathematics for that. And मैले just mathematics मात्रै हेर्छु है त्यसको।
Okay, so सपोज तिमीसँग फिचर छ होइन, फिचर छ, यो चाहिँ टार्गेट भयो होइन, यो तिम्रो फिचर भयो, यो तिम्रो टार्गेट भयो भनेपछि एक्स र वाई छ नि तिमीसँग होइन, एक्स र वाई त छ अहिले। सो तिमीले के गर्छ त एक्स टाइम्स वाई गर्छौ र एक्स स्क्वायर क्यालकुलेट गर्छौ, स्ट्याटिस्टिक्समा गरेछौ है सबैले। यो सब क्यालकुलेट गरेपछि चाहिँ तिम्रो एउटा भ्याल्यु आउँछ, त्यो भ्याल्युबाट तिमी के निकाल्छ त समेसन एक्स, समेसन वाई, समेसन एक्स स्क्वायर, समेसन एक्स स्क्वायर। इक्वेसन चाहिँ के हो भन्दाखेरि वाई इक्वल टु ए प्लस बिएक्स। सो रिग्रेसन इक्वेसन अफ वाई अन एक्स, वाई इक्वल टु ए प्लस बिएक्स हुन्छ। यो भनेको एमएक्स प्लस सी बराबर हो कि होइन मलाई भन त, हो नि होइन। सो ए प्लस बिएक्स, सो एम सी प्लस एमएक्स होइन, त्यस्तै हो। नर्मल इक्वेसन लेख्दाखेरि हामी के गर्छ त यो इक्वेसनलाई सल्भ गर्छ, समेसन वाई इक्वल टु एनए प्लस बी समेसन एक्स, सिमिलर समेसन एक्स वाई इक्वल टु ए समेसन एक्स प्लस बी समेसन एक्स स्क्वायर। यो दुईटा इक्वेसन जुन जब तिमी सल्भ गर्छौ भने ए र बी को त एउटा मात्र भ्याल्यु आउँछ नि होइन, ए र बी को त एउटा मात्र भ्याल्यु आउँछ राइट। सो यो सल्भ गर्यो भने ए को भ्याल्यु कति आयो त -1.8, बी को भ्याल्यु कति आयो त 0.8। भनेपछि वाई इक्वल टु ए प्लस बिएक्स ओरिजिनल इक्वेसनमा मैले सल्भ गरेँ भने मेरो एउटा लाइन आयो त। सो अर्डिनरी लिस्ट स्क्वायरले यसरी काम गर्छ। तर यहाँ चाहिँ तिमीहरूलाई इन्टरभ्यूमा के सोध्छ भन्दाखेरि इन्टरभ्यूमा के सोध्छ भन्दाखेरि मानव तिमीले हाउस प्राइस प्रेडिक्सन गर्दैछौ भनेपछि के हुन्छ हाउस प्राइसमा के हुन्छ, घरको जग्गाको होइन, घर जग्गाको तिमीले दाम पत्ता लगाउनु पर्यो भने के हेर्छौ त, कुन एरियामा लोकेटेड छ होइन, कतिवटा बेडरुम छ, कतिवटा बाथरुम छ, गेस्ट रुम कतिवटा छ राइट, कुन लोकेसनमा छ, घर कति तल्लाको छ राइट। सो देयर यु मल्टिपल फिचर्स फर द्याट। सो यसमा सोध्नुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि इफ यु आर डुइङ राइट, यु वुड अभियसली से म लिनियर रिग्रेसनबाट गर्छु अनि यो काम चाहिँ यो तिमीले हाउस प्राइस प्रेडिक्सन गर्न छ भने चाहिँ म केबाट गर्छु त लिनियर रिग्रेसनबाट गर्छु। तर लिनियर रिग्रेसनमा चाहिँ कुन अप्रोच युज गर्ने त, अर्डिनरी लिस्ट स्क्वायर युज गर्ने कि ग्रेडियन्ट डिसेन्ट युज गर्ने। सो कुन युज गर्ने भन्दाखेरि तिमी एन्सर के भन्नु पर्यो भन्दाखेरि हजुर अर्डिनरी लिस्ट स्क्वायर गर्नु पर्यो। अर्डिनरी लिस्ट स्क्वायरमा के प्रब्लम छ भन्दाखेरि बेसिकली फिचर चाहिँ धेरै जब हुन्छ नि तिमीहरूसँग होइन, फिचर 2-4वटा छ भने ठिक छ राइट। फिचर तिमीले मल्टिपल फिचर छ भने चाहिँ तिमीले त्यो केसमा के गर्छौ त भन्दाखेरि ग्रेडियन्ट डिसेन्ट युज गर्दा राम्रो है त। सो बेसिकली द्याट इज द एप्लिकेसन अफ द ग्रेडियन्ट डिसेन्ट राइट। सो वेन यु हेभ मल्टिपल फिचर्स त्यो केसमा तिमीहरू के गर्छौ त विल बी युजिङ ग्रेडियन्ट डिसेन्ट। सो so what I was saying was feature scalability, right? Because in interview they will want to know how applicable you are. I know theoretically the aula, but how applicable you are. So it is lower when the number of features is large, right? But it is gradient descent could be used when you have a high number of features. So we can use this efficiently. Hyperparameter is my case. Ordinary list square गर्दाखेरि तिमीले just simple equation चाहिँ solve गर्छौ हैन। तर यहाँ चाहिँ तिमीले के गर्नु पर्यो, तिमीले आफ्नो लर्निङ रेटलाई डिफाइन गर्नु पर्यो नि हैन, लर्निङ रेटलाई चाहिँ डिफाइन गर्नु पर्यो है। हाइपर प्यारामिटर भन्ने के हुन्छ ठीक छ भनेपछि कोडिङ गर्दा भन्दा बाहिरको चाहिँ तिमीले आफैले सेट गर्ने कुरा के छ त्यसलाई चाहिँ हामी के भन्छ त हाइपर प्यारामिटर भन्छौँ है। सो यो केसमा तिमीले ग्रेडियन्ट डिसेन्ट चलाउन भन्दा अगाडि त तिमीले के सेट गर्छौ त अल्फा त सेट गर्छौ नि, अल्फा सेट गरिन्छ है। एक्ज्याक्टनेस भनेको इट फाइन्ड्स द एक्ज्याक्ट म्याथमेटिकल ग्लोबल मिनिमम र यसले चाहिँ एप्रोक्सिमेट मात्र गर्छ, ग्रेडियन्ट डिसेन्टले एप्रोक्सिमेट मात्र गर्छ। र यो भन्न सक्नु पर्यो बेस्ट फर स्मल टु मिडियम डाटा सेट्स एन्ड बेस्ट फर म्यासिभ डाटा सेट्स। त्यो गर्दाखेरि सो अब त्यो भन्दा पनि दुइटै गर्दैन होइन, एक्युरेसी मा बढी आउँछ त्यो चाहिँ हामीले गर्न सक्छौँ है त। सो मैले जस्ट भनेको होइन एउटा डिफरेन्स चाहिँ किनभने डाटा सेटको साइज पनि हेर्नु पर्छ। तिमीसँग जस्तै 100वटा मात्र डाटा सेट छ भने त यु क्यान डु ओएलएस फर द्याट होइन। तर मानव हजारवटा कलम्सको डाटा सेट छ भने त इट इज बेटर इफ यु गो एन्ड देन युज द
gradient descent, right? So is अहिलेसम्म बुझिरहेको छ है? Okay. And I will now finally talk about how can we use the gradient descent for linear regression, right? So एकैछिन मात्र अब अझ ध्यान दिऊ है, try to focus. Advertisement dataset, right? Advertisement dataset भने चाहिँ रियल वर्ल्ड डाटासेट छ एउटा. एडभर्टिजमेन्ट डाटासेटले चाहिँ के भन्छ भन्दाखेरि मैले आफ्नो टिभीमा कति डलर खर्च गरे, रेडियोमा कति डलर खर्च गरे, न्युजपेपरमा कति थाउजन्ड अफ डलर एक्चुअली हैन, र मेरो सेल्स चाहिँ कति हजार भयो त हैन. So basically, if I am a media company, I am spending this much amount of advertisement on my TVs, radios, newspaper, then how much 1,000 customers am I able to sell my product? This is my simple data set, right? You could either go with ordinary least square or with gradient descent, but how can we go with gradient descent is what I'm talking about. So you already know in which case should we go for gradient descent, right? When the number of features is larger and the data set is larger. But if you are working with smaller data sets, in this case, you can go with a smaller one. Okay, so we have the data set. So you direct URL but you can get the data set, right? Direct URL but so you do not need to go and actually entirely copy paste that, right? So code blocks you already learned Python, you know? So if you're comfortable with that, okay. So this one, this I already talked about, right? Okay, so you have a TV, radio, and newspaper. So you data set for me, right? This is my data set. Now, because this is kind of done with the help of your matrix point of view, but it's okay, you know? Everything is done from the point of view of matrix, right? So I will talk about that. So basically, X is a feature matrix. So X pane ke ho ta TV, radio, newspaper, right? Y भने चाहिँ तिम्रो के हो त sales. Y भनेको sales हो नि त हैन. So I randomly initialize this, right? Randomly मैले के initialize गर्छु भन्दाखेरि मैले बीटाहरु initialize गर्छु. So बीटा भनेको के भन्दाखेरि चाहिँ yes, y equal to m1 x1 plus m2 x2 plus m3 x6. These are your beta values, right? So like this is done way too without using any libraries, right? But you can just the मैले गराको जस्तो तिमीले लाइब्रेरीबाट पनि गर्न सक्छौ हैन. So यो त इनिशियल भ्यालु अफ बीटा भयो. जस्तै अघि तिमीले x को इनिशियल भ्यालु लिइराथ्यौ नि हैन, y equal to m1 x1 m2 x2 त्यहाँ x को भ्यालु लिइराथ्यौ इनिशियली. यहाँ चाहिँ मैले बीटा नट बीटा 1 बीटा 2 बीटा 3 को मैले के लेखेको छु त इनिशियल भ्यालुहरु लेखेको छु. यसैले मैले के गर्नु पर्यो त अपडेट गर्नु पर्यो है. अब जुन कस्ट फंक्सन छ नि हैन, कस्ट फंक्सन, अब्जेक्टिभ फंक्सन, इरर फंक्सन भन्छ यसलाई. त्यसलाई म्याट्रिक्सको फर्ममा चाहिँ हामीले कसरी लेख्छौं भन्दाखेरि j बीटा इक्वल टु हाफ समेसन x बीटा माइनस y स्क्वायर. ठीक छ. यसले हामी के को फर्ममा लेख्छौं त j अफ बीटा, बीटा को टर्म्समा छ हैन, किन बीटा को टर्म्समा छ नि त हैन. सो x टाइम्स बीटा माइनस y को होल स्क्वायर. y भने मेरो के हो त एक्चुअल भ्यालु भयो है. त्यो हाफ सिटाबाट यो चाहिँ बेसिकली इसको एक्चुअली मैथमेटिक्स हेर्ने हो भने चाहिँ this is where we get the half term, right? So basically हाम्रो यो y equal to mx plus c छ हैन, यो होल डिस्टेन्स, यो होल डिस्टेन्सले हामी के भन्छौं त s1 भन्छौं. and then we have x1 s1, right? त्यसपछि चाहिँ यो यति डिस्टेन्सले मैले के भने त y1 भने हैन. सो यो भनेको मेरो के हो त y1 भयो. सो मैले यो होल डिस्टेन्स के थियो त, यो होल डिस्टेन्स भने s1 थियो नि अघिको हैन, यो होल डिस्टेन्स भने s1, यो भनेको y1. अनि चाहिँ यो भनेको के हो त s हैन, s1 minus y1 हैन. सो सेम कुरा इरर 1 भनेको y1 minus s1 हैन, होल स्क्वायर गर्दाखेरि के फरक परेन. प्लस यसको इरर जुन छ यो होल s1 minus y1 होल स्क्वायर
प्लस x1 माइनस x1 हैन किनभने यसको आफ्नै रिफरेन्समा पनि लिनु पर्यो नि त x1 माइनस x1 गर्दाखेरि यो के भयो त 0 भयो बट एक्चुअलमा एरर भने त के हो त सिम्पली यो होल हैन माइनस यति हैन होल माइनस यति सो s1 माइनस y1 को होल स्क्वायर अथवा y1 माइनस x1 को s1 को होल स्क्वायर सो मेरो यो एरर फंक्सन आयो यति हैन एरर फंक्सन आयो सो सबैको लागि के हो त सो यसलाई मैले के भने त यसलाई मैले e1 लाई मैले l1 स्क्वायर भन्थे त l1 स्क्वायर भने यसलाई ठीक छ यो e1 लाई मैले के भने त l1 स्क्वायर भने सिमिलरली l2 स्क्वायर l4 स्क्वायर ल3 स्क्वायर यसरी बढ्न जान्छ सो on सो एरर भने के हो त e1 + e2 + e पावर n भनेपछि यसले मैले समहरु गर्दै जाँदाखेरि मेरो के हो त समेसन 1 देखि n सम्म yn - sn को होल स्क्वायर है यो yn - sn कसरी आयो बुझ्यो है अब यसलाई हामी जुन मिनिमाइज गर्दाखेरि चाहिँ हामी के भन्छ भने जुन हाम्रो कस्ट फंक्सन हुन्छ त्यसलाई चाहिँ हामीले एभरेजिङ लिनु पर्यो नि त हैन एभरेज लिँदाखेरि चाहिँ हाम्रो yn - sn को होल स्क्वायर टाइम्स यो टर्म आउँछ है 1/2 को टर्म आउँछ सो दिस इज एक्चुअली द फर्मलाइज्ड फर्मल फर्मुला नि यही है 1/2 टाइम्स n = 1 देखि n yn - sn होल स्क्वायर सो दिस इज द ऑब्जेक्टिभ फंक्सन यसैले मैले के को टर्म्समा लेखेछु त म्याट्रिक्स को टर्ममा लेखेको छु है सो इट इज 1/2 यही छ नि y hat minus y whole square यही छ है सेम एक्ज्याक्टली सेम थिङ यु क्यान सी हियर and then if I write this in terms of so y भनेको के हो त mx हो नि त हैन सो x बीटा minus y को होल स्क्वायर ठीक छ सो यसलाई चाहिँ म्याट्रिक्स फर्ममा लेखेको so our objective is to find beta naught beta 1 beta 2 and beta 3 that minimizes the cost function j using gradient descent हैन सो मैले के गर्नु पर्यो भन्दाखेरि चाहिँ ग्रेडियन्ट डिसेन्टमा जहिले पनि यहाँ के हुन्छ y = mx + c मा चाहिँ मैले m र c इटरेटिभली फाइन्ड गर्न पर्छ कि पर्दैन इटरेशन्सहरु so I want to actually go and then right I want to actually go and find m1 m2 such that they are minimum and they are minimum यो अलिकति म्याथमेटिकल छ है अलि धेरै म्याथमेटिक्स युज गरेछ सो इट माइट बी अ बिट अफ कन्फ्युजिङ बट म बुझाउन खोज्छु एज मच एज आई क्यान सो डिफाइन क्याल्कुलेट कस्ट अफ बिटास कस्ट फंक्सन हाम्रो के छ ल फेरि हेर त हाफ x बीटा माइनस y को होल स्क्वायर ठीक छ सेम कुरा मैले यहाँ टाइप गरेको छु हाफ np डट सम हैन np डट सम np डट x टाइम्स बिटास हैन x डट बीटा ठीक छ माइनस y को के त होल स्क्वायर टाइम्स समेसन है यो इक्वेसन हेर त ल सेम छ नि हाफ भनेपछि यहाँ पनि हाफ छ टाइम्स समेसन np डट सम बाहिर लेखेको छु np डट स्क्वायर x डट बीटा माइनस y को होल स्क्वायर को समेसन सेम कुरा छ यहाँ कोडिङमा लेखेको है एन्ड देन आई रिटर्न द कस्ट है मैले कस्ट के गरे त रिटर्न गरे सो कस्ट विथ र्यान्डम बिटा चाहिँ मेरो सर्टेन आइरहेछ हैन ग्रेडियन्ट अगेन छ ग्रेडियन्ट क्याल्कुलेसन भयो सो ग्रेडियन्ट को क्याल्कुलेसन त तिमीहरुलाई अलरेडी थाहा छ हैन यो म्याथमेटिकली लेख्ने हो भने चाहिँ यसरी लेख्छ के ठीक छ x ट्रान्सपोज y hat minus y लेख्छ x ट्रान्सपोज बुझ्छौ नि हैन कुनै पनि म्याट्रिक्स को ट्रान्सपोज हो त्यही रो र कलमलाई इन्टरचेन्ज गर्दैन सो y hat भने के हो त प्रेडिक्टेड माइनस एक्चुअल सो यसलाई म्याट्रिक्स फर्ममा लेख्ने भने के हुन जान्छ त एक्चुअली मैले भने पढाको चाहिँ यो थियो नि त हैन del j by del b naught हैन del j by del b1 del j by del b2 del j by del b3 हैन सबैको इन्डिभिजुअल ग्रेडियन्ट सो म्याट्रिक्स फर्ममा यसले कसरी लेखिन्छ त x ट्रान्सपोज y hat minus y है यसको म्याट्रिक्स म लेख्छु किनभने किन मेसिन लर्निङ तिमीहरुले अलिकति युनिभर्सिटी लेभलतिर पढ्यो भने चाहिँ इट इज अल अबाउट यु शुड ह्याभ भेरी गुड अन्डरस्ट्यान्डिङ अफ लिनियर एल्जेब्रा or else it will be very difficult for you to understand in that code depth right so I am not talking about that much amount of code depth because that is even not required but I'm just dealing with the final formulas ignoring the derivation of this so x transpose y hat minus y so same कुरा मैले यहाँ गरेछ x dot t x dot transpose np dot x betas हैन y hat हामीले x beta लेख्न सक्छौ y hat लाई x beta minus y ठीक छ y hat लाई हामीले के लेखेका छौ त y hat has been replaced with x times beta this is since this is your y equal to mx plus c गर्छौ नि हैन सो mx भने त के हो तिम्रो फाइनल टर्म हो नि त प्रेडिक्टेड टर्म
सो यसलाई मैले त्यो टर्म्सबाट रिप्लेस गरेछु है। सो यसको म्याथमेटिक्स तिमीहरूले यसरी यो नोटबुक हेर्दाखेरि चाहिँ तिमीहरूले यो स्टेप मात्र हेर्ने है, यो के गरेछ, यो मैले डिराइभ चाहिँ गरेको छु है। सो यु मे इग्नोर द डेरिभेसन because it will take obviously a lot of time for even a single algorithm to teach. So x transpose y hat. So y hat चाहिँ मैले के भन्दैछु त्यहाँ, it is replaced by x beta हैन, x beta minus y. त्यसपछि मैले ग्रेडियन्ट्सहरुलाई रिटर्न गरेछु है। सो ग्रेडियन्ट आयो त, right, after I do it mathematically. So these are my beta values, right? So this is my gradients values actually. Now I repeat this simply. त्यसपछि त ग्रेडियन्ट डिसेन्ट गर्न सकिन्छ नि हैन। Then I do the gradient descent. So हरेकको लागि के भयो त, older equal to nu minus alpha times del j by del b naught and so on. So यो इक्वेसन छ राइट, अपडेट को लागि सेम कुरा मैले यहाँ गर्दैछु। ग्रेडियन्ट डिसेन्ट x by अल्फा भनेकै त, अल्फा भनेकै लर्निङ रेट, म्याक्सिमम इटरेसन्स 1000 10000, प्रिसिजन भनेको मलाई 0.003 सम्म पुगे नि मैले, आई एम सेटिस्फाइड विथ दैट। इटरेसन कति 0, डिफरेन्स कति छ अहिले 1 छ। बीटास भनेको इनिशियलाइज बीटास हैन, यसको लागि मैले इन्डिभिजुअल फंक्सन यहाँ लेखिसकेको छु हैन। सो आई हैव रिटर्न द इनिशियलाइज बीटास भन्ने फंक्सन मैले यहाँ लेखेको छु। सो बीटास मेरो इनिशियल यो आयो नि, त्यो फंक्सनलाई कल गरे। त्यही फंक्सनले। सो np डट random भने के हो त, नर्मल डिस्ट्रिब्युसन याद छ नि, नर्मल डिस्ट्रिब्युसनबाट मैले यसलाई कल गरेको छु है। सो दिस आर द ग्रेडियन्ट्स राइट। ओके, so this one, this is your betas, and so यो अघिकै कन्सेप्ट छ याद छ है, डिफरेन्स चाहिँ ग्रेटर देन प्रिसिजन, इटरेसन इज लेस देन इक्वल टु म्याक्सिमम इटरेसन। भर्खर मैले भनेको छु बीटाज इक्वल टु बीटाज माइनस अल्फा, क्याल्कुलेट ग्रेडियन्ट्स बीटाज हैन, न्यू बीटाज माइनस अल्फा टाइम्स डेल एफ एक्स बाई डेल एक्स, क्याल्कुलेट ग्रेडियन्ट गरेको छु मैले। यो फंक्सन माथि डिफाइन नै छ है, तिमीहरूले ध्यान दिएर हेर्नु मात्र पर्यो। डिफाइन छ x ट्रान्सपोज x बीटा माइनस y. So okay, so now I calculate the difference. So it is the cost of iteration minus the actual cost, and then I try to go and append the cost हैन, कस्टलाई जोड्दै जानु पर्यो र फाइनली if cost equal to infinity then I print cost is reached infinity and we try smaller learning rate. So तिमीहरूले learning rate चाहिँ पछि घटाउन सक्छौ र मलाई फाइनली के रिटर्न गर्दै भन्दाखेरि बीटा मेरो प्यारामिटरको भ्यालु चाहिँ मलाई कोफिसिएन्टको भ्यालु रिटर्न गर्दै कतिवटा इटरेसन पुग्यो र कस्ट मेरो रिटर्न। सो मेरो कतिवटा इटरेसन भए रहेछ भन्दाखेरि 35 वटा इटरेसनमा चाहिँ मेरो कस्ट के पुगे रहेछ त, इन्फिनिटी पुग्यो है। सो कस्ट इज इन्फिनिटी, अर्को ट्राई गर्ने। सो तिमीहरूले स्मलर लर्निङ रेट लिँदाखेरि चाहिँ यसलाई हैन अलिकति अझ घटाइदिने, ठीक छ। यो तिमीहरूको लागि मैले दिएँ, बट यु क्यान त्यो गर्दाखेरि तिमी मेरो कोड रन गर्यो भने तिम्रो के आउँछ त, इन्फिनिटी आउँछ। बट देन यु निड टु किनभने मैले सुरुमा के भनेको थिएँ त, एज अ इन्जिनियर यु निड टु आफैले दिने पर्ने कुरा के छ त, यही त हो नि हैन हैन, हाइपर प्यारामिटर भयो। सो आफैले दिनुपर्ने कुरा यही मात्र हो। तिमीहरू बसेर सेट गर्ने, यति कुरा त तिम्रो च्याट जिपिटीले पनि गरिदिन्छ हैन, तर तिमीहरू आफै सेट गर्ने भन्ने के हो, दिस वान राइट। सो इनिशियली यस्तो इनिशियल एक्जाम्पलहरू दिइरहेछौँ, सबै कुरा च्याट जिपिटीले तिम्रो पुरै सिस्टम पनि बनाएर दिँदैन हैन, एन्ड टु एन्ड सिस्टम पनि बनाएर। सो यु शुड हेभ सम नलेज रिगार्डिङ व्हाट यु आर डुइङ। ओके, so this is one. So for your even convenience मैले तिमीहरूलाई smaller alpha पनि जेनेरेट गरेर दिएको छु है। So you can try this and then almost after कहाँ छ त यो, तिम्रो 511 वटा इटरेसन भएपछि बल्ल तिम्रो कस्ट के भएको छ त, त्यो भनेको तिम्रो कन्भर्ज भयो हैन। हेर त यहाँ कन्भर्ज भएको छ नि, यसरी प्लेन आउनु पर्यो है। This graph is looking very good. So it's come like this. Asymptotically, it is finally reaching towards the minimum, right? But the deviation right? So gradient descent is plane. So these are my parameters, right? 1.75 plus 0.05. Y equal to mx plus c थियो, त्यसको m1 m2 plus c को भ्यालु मसँग आइसक्यो। So these are my final parameters, right? These are my final parameters. So this is your final parameter, y equal to 1.75 plus 0.05 x1, which is m1 and m1 x1 plus m2 x2 plus m3 x3. किनभने हामीसँग तीनवटा फिचर थियो, के थियो त, टिभी, न्यूजपेपर एन्ड रेडियो। All right. So comparison with OLS गर्दाखेरि चाहिँ
ओएलएस गर्दाखेरि हामीले कुनै हाइपर प्यारामिटर चुज गर्न परेको थियो त हिजो थिएन नि हैन सो यु डु नट वेयरएज ग्रेडियन्ट डिसेन्ट रिक्वायर्स टु चुज अ लर्निङ रेट एन्ड द नम्बर अफ इटरेसन्स पनि हैन कतिवटा गर्ने OLS requires the number of samples to be greater than number of features. OLS simply हाम्रो के छ त अलिकति लाइक फिचरहरु कम छ भने चाहिँ इट्स गुड सो there are no such constraints in gradient descent. If the constraints of OLS are met and the meet गराछ भने it always gives the exact solution, but gradient descent ले चाहिँ basically optimize गर्न खोज्छ हैन to the solution. It makes you reach towards the solution. It's तिम्रो time complexity भयो right O of d cube, whereas time complexity for gradient descent is about KD square. Okay? So if the number of features is large, right, then it's a good idea to choose gradient descent. That is the conclusion of this thing. So gradient भनेको हो त can be derived easily. Del fx by del x partial derivative गर्न निस्किन सकिन्छ. Parameters तिम्रो iteratively update भइराछ है. र data set चाहिँ large छ भने gradient descent is preferred instead of OLS of this function. Number of features large, number of data कोलम भने feature अब यस्तो खालको feature हैन सपोज यो पनि 10000 भनेको अब यस्तो खालको डेटा त्यो क्लोजमेन्ट सेन्सर अब नम्बर अफ फिचर भनेको यो पनि हो है यो जस्तै टिभी एउटा फिचर भयो नि त हैन रेडियो एउटा फिचर भयो यो पनि धेरै छ भने चाहिँ त्यो केसमा पनि युज गर्न सक्यो अथवा त्यो भनेको एक्चुअली यो चाहिँ डाटा सेट हो हैन डाटा भयो नम्बर अफ यो के भन्छ नम्बर अफ features and number of data sets and exceeding 10,000 छ भने चाहिँ then it's a good idea to choose the gradient किनभने बसे आफै हातले क्याल्कुलेट गर्ने हैन कम्प्युटरले हामीलाई क्याल्कुलेट गरेर दिन्छ क्लियर छ यतिसम्म ओके सो राइट त्यो डेमोन्स्ट्रेसन त हैन यस्तो धेरै त गर्नु पर्दैन एक्ज्याक्टली हैन यो पर्दैन है यो चाहिँ पर्दैन यो मैले बुझाउनको लागि मात्र गरे हिजो जस्तै मैले गरेको थिएँ नि लाइब्रेरी कल गरेर खासमा गर्दै भने त्यसरी है अब यति अप्ठ्यारो गर्दा परेन तिमीहरुले हैन यु डोन्ट नीड टु गो एन्ड इच डिफाइन दिस म्याथमेटिकल फंक्शन्स एन्ड डु बिकज त्यो म्याथमेटिकल फंक्शन अलरेडी अवेलेबल छ ठीक छ सो तिमीले यसलाई जस्तै यसले भन्यो इम्प्लिमेन्ट लिनियर रिग्रेसन using SQL or library उसले चाहिँ एकदम छोटोमा दिन्छ है यसो तिमीहरुले बसेर त्यो मैले डिफाइन गरेको म्याथमेटिक्स चाहिँ डिफाइन गर्न पर्यो भित्र चाहिँ त्यो हुन्छ हैन मैले बुझाउनको लागि भित्र चाहिँ त्यो हुन्छ भने बट अब उसले यति गर्छ हैन र्यान्डम एउटा डाटा सेट कुनै दियो त्यसपछि स्प्लिट गरिदिन्छ स्प्लिट गरेपछि स्केलिङ गर्छ यो स्ट्यान्डर्ड स्केलिङ चाहिँ म भोलि पढाउँछु त्यसपछि उसले म्याक्सिमम इटरेसन हाल्यो अनि त्यसपछि लर्निङ रेटको भ्यालु हाल्यो टलरेन्स लेभल भनेको तिम्रो प्रिसिजन लेभल अनि र्यान्डम स्टेट 42 हैन त्यो गरेपछि उसले के गर्दै सारे फिट गर्दै सक्यो यति हो एडिट गरे सक्यो and then you will get the parameters है so यसले मैले एकचोटी रन गरेर हेरे भने चाहिँ you will actually so it will give you something like this. There's the line there that this is actually possible through gradient descent, right? Stochastic gradient descent prediction. So like it seems kind of good. Right? So like मैले गरेको काम चाहिँ it has done up to this one, right? यति मात्र. So अब कम्पनीमा त तिम्रो यहाँ त स्टोकास्टिक गरे रहेछ स्टोकास्टिक गर्दा अब ब्याचको गर्न छ भने ब्याचको लागि छुट्टै फंक्सन हुन्छ हैन तिमीले जस्ट फंक्सन कल गर्न पर्यो के आफैले चाहिँ भित्र के बनाउनु पर्यो है